हुँदैछ गाइज। सुभाष तैले यहाँ सबैभन्दा राम्रो र छिटो बनाउँदै हुन्छ। ट्रफी चाहिँ सेमी फाइनलिस्टलाई बनाइसक्यो के छिटाउ न। भोलिदेखि चाहिँ हाम्रो गेम 3 लाखको गेम हुने भएकोले यहाँ सुभाष दाले होटल राख्दै हुन्छ। यहाँ सेकुवाको लागि चुल्हा बनाउँदै अरुण दाई, सबिन पुसे अनि अजित यता चुल्हाहरू मोमोको लागि थुक्पाहरू बेच्ने रे। अनि यहाँ चाहिँ अब अरू सामान राख्नुलाई अनि खाने ठाउँ चाहिँ यता बनाउँछ। ग्राउन्ड चाहिँ रेडी भइसक्यो है। यहाँ पुरै मोमो बनाउने कम्पिटिसन हुँदैछ गाइज। सुभाष तैले यहाँ सबैभन्दा राम्रो र छिटो बनाउँदै हुन्छ। सेकेन्ड चाहिँ यहाँ कृतिका नाना हुनुभएको छ। एकजना लजाइरहेको छ भने भन न। एकछिन यहाँ बिस्तारै बोल्नुपर्छ के, त्यस्तो फास्ट बोलेर हुन्छ। यहाँ अरुण दाई भने यहाँ सेकुवा बनाउनुमा निरन्तर लागिराख्नु भएको छ। 2 घन्टा भइसक्यो। खाउनु होला अरुण सेकुवा घर यता यहाँ सेकुवा मोमो एकदम सुपथ मूल्य भन्नु। हाम्रो भान्जी चाहिँ 5 स्टारबाट रिटायर भएर पेन्सनमा आज मैले दिनको 5000ले हायर ल्याएको, हायर गरेर ल्याएको। 5 स्टारमा काम गरेको पहिला बुबु 5 स्टार सेफ। यतिको तारिफ गर्ने मान्छे चाहिँ जिन्दगीमा चाहिन्छ। तपाईँलाई मात्र देखाएको छु होइन अझै भन्छ। तिमीलाई फोकस गरिरहेको छु मैले क्यामेरालाई। अनि यहाँ चाहिँ हाम्रो अहिले भान्जाले पुरा थुक्पाको लागि सुप बनाउँदैछ। के को हड्डीको सुप हो यो? हड्डीको के को हड्डी चाहिँ थाहा भएन। अनि यहाँ खानुको लागि यसले होइन यहाँ पोल्दै रहेछ। अब ओ यो के भन्नु लाग्यो साँच्ची भन्नु? खानु हो मुला मैले बोलेको क्या। त्यो पुग्न फाल्टो कुरा हो कि। सर उलिन जानुभएको छ क्या बल। कप्तान यता जाऊँ न 1 घन्टा घुमेर।
ट्रफी चाहिँ सेमी फाइनलिस्टलाई हिँड्ने फेरि यता आउने त्यो आर्मी त्यो रेड कलरको होइन त्यो आर्मी क्लब हो प्रभुराम राईज्यू नपाएका फलकरका अध्यक्ष तथा यस प्रतियोगिताको प्रमुख व्यक्तित्व आदरणीय प्रभुराम राईज्यूलाई यस कार्यक्रमको सभा अध्यक्षको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। प्रभुराम राईज्यूलाई यस कार्यक्रममा सभा अध्यक्षको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। प्रभुराम राईज्यूले आफ्नो यस प्रतियोगिताका प्रमुख आकर्षणका केन्द्र आजको यस प्रतियोगितालाई हामीलाई भव्य र सभ्य बनाउन केन्द्रबाट प्रतिनिधित्व गरेर हाम्रो आतिथ्यतालाई स्वीकार गरेर यस प्रतियोगितालाई विशेष बनाउनको लागि हाम्रो आमन्त्रण स्वीकार गर्दै आउनुभएका आजको यस प्रतियोगिताका प्रमुख अतिथि हुनुहुन्छ अखिल नेपाल फुटबल सङ्घ महासचिव किरण राईज्यूलाई आजको यस कार्यक्रमको प्रमुख अतिथि आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्छु। त्यसै गरी हाम्रो आतिथ्यतालाई आमन्त्रणलाई स्वीकार गर्दै यस प्रतियोगिताको विशेष अतिथिको रूपमा आइदिनु भएकोमा तीर्थराज भट्टराईज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु तिरुमनपा मेयरज्यू तीर्थराज भट्टराईज्यूलाई यस प्रतियोगिताको विशेष अतिथि आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्छु। मैले सम्पूर्ण भूमिका खुलाएर बोलेको छैन, अत्यन्तै समय छोटो छ। त्यसै गरी हाम्रो यस आमन्त्रणलाई स्वीकार गरेर यस प्रतियोगितामा पाल्नुहुने हलेसिया तुवाचुङ नगरपालिका प्रमुख आदरणीय विमला राईज्यूलाई पनि म हार्दिक अनुरोध गर्छु विशेष अतिथिको लागि। त्यसै गरी कोशी प्रदेश उपाध्यक्ष तथा केपिलासगढी गाउँपालिका प्रमुख श्री आदरणीय समीर राईज्यूलाई पनि यस कार्यक्रमको विशेष अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्छु। त्यसै गरी अब म राजनीतिक दलतर्फ अतिथिज्यूहरूलाई आसन ग्रहण गर्न गइरहेको छु र सर्वप्रथम नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गरेर आउनुहुने अतिथिज्यू रहेको छ। निश्चय नै यो कार्यक्रम त्यसैले यो भुइँपाको गौरवको विषय बनेको। म तपाईहरूलाई फुटबलको छोटो इतिहासतर्फ भ्रमण गर्न चाहन्छु। ईसा पूर्व मार्ला फर्स्ट गेम सुरु हुन आँटेको छ। यहाँ ओपनिङ गेम जस्तै हो यो फ्रेन्डली म्याच। नगरपालिकाको
नेता भर्सेस ऊ भनौँ न कर्मचारी। तर्फबाट हुनुहुन्छ जेन हाकिम र उहाँ सबै आउनुभएका मित्रलाई पनि विशेष धन्यवाद। जाडो भयो यार, ऊ लिएर आउनु पर्थ्यो ज्याकेट माथिबाट। राम्रो छ नि भल तर यो बल कसले लान्छ होला? खसी प्राप्त गर्नुहुने पनि यहाँ सम्पूर्णलाई जानकारी गराउन चाहन्छु। अहिले हुन गइरहेको जिल्ला खोटाङ कर्मचारी बिचको विजेताले 20 केजी बराबरको खसी प्राप्त गर्नुहुने यहाँ सबैलाई जानकारी गराउन चाहन्छु। फुटबल सङ्घको तर्फबाट खेलाडी परिवर्तन र आजका प्रमुख अतिथिज्यू एन्फा महासचिव किरण राई मैदान प्रवेश गर्नुभएको छ। यो एम्पायरलाई चिन्छौ? चिन्छु। एउटा ग्लोभ्स दिएको भए हुन्थ्यो। चस्मा लाएर खेलिरहेछ त भाइ, चस्मा लाएर खेलिरहेछ त। किरण राई इन्फाको महासचिव चाहिँ हाम्रो बुइपा 11 स्पोर्ट्सको होम ग्राउन्डमा अहिले खेलिराख्नु भएको छ। हेर्न सक्नुहुन्छ गाइस, इन्फाको महासचिवै किरण राई। यहाँ चाहिँ फ्रेन्डली म्याच भइरहेको छ। ओए नाइस पास है। हेलो बक्सरको फोन यहाँ छुटेको छ। कोसमा हानो छैन, कताको बुढो कताको फोन मलाई छोडेकै अघि। यो लाइभ हो कि अहिले आजको फर्स्ट गेम भनौँ, यो के अरे यो चाहिँ कम्पिटिसन हो होइन, यो कपको कम्पिटिसन गेम फर्स्ट गेम हो। बुइपा भर्सेस उता ऐसे लुखर्क गाउँपालिका, बुइपा 11 FC यता छ। अब फर्स्ट डेको चाहिँ हाम्रो दाइहरूले यता पोस्ट लिइसक्नु भएको छ। आजको फर्स्ट एन्ड लास्ट गेम।
क्राउड निकै छ गाइज तपाईँ बस्ने ए सुशील आइरहेछ त
नखेल न केटा नर ओए कर्नर भयो है केटा कर्नर अब गोल गोल हुने चान्स कोही येलो कार्ड पायो खेलेको ओए कर्नर कर्नर फेरि बुइपाले त फिक्स जित्ने हो कि यो गेम त भोलि होइन पर्सि होला सायद गेम पर्सि होला भोलि खै ओए नाइस नाइस थियो यार ओए गोल गोल अहिले यहाँ चाहिँ लास्टै नजिक थ्रो के अरे फल भएको छ फ्री किक हान्ने तयारीमा
तर मिस्टेक